हामीले चाहिँ वर्करलाई यहाँबाट छोडिदियौँ होइन, कसको जिम्मा लगाइदिउँ? त्यहाँको एम्प्लोयर। त्यही भएर त्यहाँको एम्प्लोयर नै सर्भिसर्भा हुन्छ, किनभने भिजा एक्सटेन्सन गर्ने कुरामा सबै उहाँको एम्प्लोयरले गर्ने हो। त्यही भएर यो दुईवटा एम्प्लोयर र हामी नेपाली होइन एपिएसमा जो जानुभएको छ, यो दुईवटा बिचको एउटा अन्डरस्ट्यान्डिङमा मात्रै चलिरहेको हुन्छ जति पनि कामहरू। र लेबर लले छुट्दै नछुने भन्ने कुरा त होइन, कतिपय विदेशी वर्करहरूको लागि मिनिमम वेजहरू चाहिँ त्यहाँनिर एउटा चाहिँ व्यवस्थापन गरिएको छ र हरेक वर्ष होइन, अथवा कहिलेकाहीँ त्यो प्रेसर हुँदाखेरि त्यो तपाईँको मिनिमम वेज पनि बढ्दै गएको छ। र जस्तो कि तपाईँको अब एक्सिडेन्ट भइहाल्यो होइन, ठुलो ठुलो दुर्घटना भइहाल्यो, अब जब छोड्नु पऱ्यो होइन, अब त्यस्तो बेलामा के गर्ने भन्ने चाहिँ एकदम कम्प्रिहेन्सिभ होइन, त्यो साँच्चीकै त्यो विदेशीलाई टार्गेट गरेर चाहिँ त्यो चाहिँ क्लियरली त्यो भिजिबल चाहिँ देखिँदैन। टु सर्टन एक्सटेन्ट त काम गरिरहेको हुन्छ। त्यहाँनिर एउटा नोदम्बु भन्ने सेन्टर छ होइन, एउटा जब सेन्टर छ, त्यसले पनि अलिकति हेल्प गरिरहेको हुन्छ। र अन्तिममा भनेको तपाईँको एम्प्लोयरमै उहाँहरू पुग्नुपर्ने हुन्छ। त्यो हुनाले एम्प्लोयर नै त्यहाँको चाहिँ सर्भिस